हेलो गाइस, वेलकम ब्याक टु माई च्यानल। आज चाहिँ म भैरहवा सिटीमा छु, वान अफ द हटेस्ट प्लेस। र यहाँ चाहिँ म आज भ्लग बनाउनुको उद्देश्य म अहिले एउटा होटलमा काम गर्दैछु। र त्यो काम गर्ने क्रममा चाहिँ के भएको छ भन्दाखेरि आज भोलि दैनिक जसो रूपमा पार्टीको कार्यक्रम एटेन्ड गरिरहेको छु मैले। पार्टीको एमाले झोलेहरूको प्लस काङ्ग्रेसका झोलेहरूको, रासपाको मैले देखाएको छैन त्यहाँनिर त्यो होटलमा। दुईटाको लगभग एक दिन बिराएर भइरहेछ, किनकि अब 8-9 दिन छ चुनावको आउन। त्यो भएर दैनिक जसो भए म होटलको नाम चाहिँ मेन्सन गर्दिनँ यहाँनिर। तर कुरो के हो भन्दाखेरि उनीहरूले यति नमजाले गाली गर्छन्, यसरी प्लान बनाइरहन् कि एउटाले 10 जनालाई चेन्ज गर्ने। माथिबाट यस्तो खालको प्रेसर छ तिनीहरूलाई, बाप्रे। त्यो भाषणहरू यति धेरै दिन्छन्, यति धेरै त्यो इन्फ्लुएन्स गर्न खोज्छन् त्यहीँका मान्छेहरूलाई। तर उसको स्वतन्त्र पार्टीको यहाँ पनि यस्तो माहौल छ कि जसले गर्दा चाहिँ के भइरहेछ भन्दाखेरि अब अस्ति एकजनाले भन्दै थियो कि लाइक मेरो क्रियाशील सदस्यहरू पनि गइसक्यो, अब स्वतन्त्र पार्टीतिरै गइसक्यो भन्ने खालको कुराहरू गर्दै थियो। ल त्यस्तो पनि भइरह। तर उनीहरूले यस्तो तरिकाले म्यानिपुलेट गर्न खोजिरहन् कि मान्छेहरूलाई कि जस्तो अस्ति यहाँको मेन मान्छे, कङ्ग्रेसको मेन मान्छे, मलाई नाम याद भएन, त्यसले चाहिँ के भन्दै थियो भन्दाखेरि नेपाली कङ्ग्रेस इज अ ब्रान्ड रे के ब्रान्ड भन्दै थियो। कसरी भन्दाखेरि कोका कोलाको हिस्ट्री यति ठुलो छ, यति लामो छ कोका कोलाको हिस्ट्री, अनि टोयोटा कारको हिस्ट्री बताएर हामीले जस्तो जेन्जी ग्रुपहरूले हामीले के भन्छौँ भन्दाखेरि कङ्ग्रेसलाई एमालेलाई पुरानो पार्टी भयो, नयाँले चान्स पाउनुपर्छ भन्छौँ। उनीहरूले के भन्दैछन् भने चाहिँ विकासको कुराहरू एउटा पनि गर्दैनन्, विकासको कुराहरू देशमा विकास चाहियो भनेर एउटा पनि गर्दैनन्। र उनीहरूले के मात्रै भन्छन् भने ब्रान्ड हो यो ब्रान्ड। मेरो खुन खोलिरहेको थियो, मैले केही गर्न मिलेन किनकि होटेलको रेपुटेसनको सवाल थियो। घन्टे बजाइदिउँ कि जस्तो भएको थियो, तर मैले केही गरिनँ। राइट नाउ त्यस्तो भइरहेको गाइज, माहौल बेजोक छ। म्यानिपुलेट गर्न यति धेरै खोजिरहन् मान्छेले। अझ आउँदा बित्तिकै त्यो मान्छेले अब अरू बेला अब त्यो कङ्ग्रेसको मान्छेले अनि एमालेको मान्छेहरूले के गर्न खोज्छ भने चाहिँ आएर ह्यान्डसेक गर्न खोज्छ। तर के छ भन्दाखेरि कुरो चाहिँ जब जित्छ देशको विकास गर्दैन, जनताहरूसँग उ गर्दैन। कुरो त्यो छ के पोइन्ट। यहाँ समस्या मात्रै भएको छ देशमा यस्तो गरेर। अब पनि यहाँको मैले अनि अर्को कुरा चाहिँ के गर्न खोजेको भन्दाखेरि मान्छेहरू अस्ति एमालेकै पार्टीमा मासु भातको प्रोग्राम त्यही होटलले राखेको थियो। अनि मासु भातको लागि मैले सोचेको थिएँ बुढा पुराना त ल ठिक छ चेन्ज भएनन्, अब युवाहरू पनि यति धेरै आथे, युवाहरू यी भैरवामा युवाहरू पनि यति धेरै आथे। म छक्क परेँ देखेर। त्यो युवाहरू पनि चेन्ज भएका छैनन् लिटरल्ली। यहाँ कोही मासु भात भनिसकेपछि दौडिँदा रहेछन्। मैले देखेँ मासु भात भन्दै यति 300-400 जना आथे, लिटरल्ली 300-400 जना जेन्जी समूह नै थिए एमालेको। अनि चिया बिस्किट खानलाई पनि मान्छे आउँछन् यार, मान्छे चिया बिस्किट खानलाई आउँछन्, त्यही पनि 3-4वटा बिस्किट लिन्छन् यार। यो कस्तो खालको चेन्ज यसरी देश चेन्ज हुँदैन गाइज। यु हेभ टु चेन्ज गाई। भोट केमा सबै चेन्ज भइसक्यो। तर म एउटा होटेलमा कार्यरत छु दाइ, यही भैरवामा के भइरहेको भन्दाखेरि झोलेहरू मासु खानलाई हाम्रो जेन्जी समूहबाटै आउँछन् के दाइ। अनि मलाई दुःख लाग्यो आज चाहिँ भिडियो बनाउँछु भन्ने भयो, किनकि अब देशमा युवाहरू त चेन्ज भयो कि भनेर सोचेको थिएँ। तर बाहिर हिँड्छन् के दाइ। अब हेर्नु यहीँ उति नर्मल्ली जाँदै गर्दाखेरि घन्टीमा भन्छन् भित्र जरा गाडेर बसेका छन् कि के गरिरहन्। हामी मेहनत गरेर खाने पार्टी, स्वतन्त्र पार्टी। अनि त्यति स्वतन्त्रको यहाँ आजभोलि प्रचार छैन क्या। हिजो एउटा देखाएको थिएँ, त्यति मात्रै हो। प्रचार गरेको छ कि नै। यहाँबाट फेरि राम्रो उम्मेदवार उठेर रहेछ के, डाक्टर रहेछ यहाँ भैरवाको। डाक्टर के नाम थियो अरे? त्यसलाई भोट हाल्दैनन् कि यहाँका मान्छेले। समस्या त्यो छ, हालुन् भन्ने चाहन्छ। म यहाँको मान्छे होइन, म उता दाङको, त्यही पनि यहाँको मान्छेले भोट हालुन् भन्ने चाहन्छु के। जितोस् भन्ने त चाहन्छु के। तर एउटाले होस् के। यस्तो खुन खोलेर उठ्छ यार मेरो यस्तो देख्दाखेरि, लिटरल्ली। थ्याङ्क यू फर वाचिङ दिस भिडियो गाइज। ल मैले यस्तै कन्टिन्यू बनाउने प्रयास गर्नेछु होइन। अब म यहाँ रोड क्रस गर्न लाग्छु भइरहेको, किनकि अब होटल ड्युटी जाने टाइम भयो। ट्राफिकले पुलिसले देखिरहेको। एकछिन